सुरुमा तपाईले सुरुवात चाहिँ एउटा नोट बनाउनुहुन्छ तर त्यो नोट अध्ययन गर्दै गर्दै जाँदाखेरि भोलि पर्सि पढ्दै जाँदाखेरि चाहिँ तपाईले 2 वर्ष तयारी गर्नुभयो भने सुरुमा स्टार्टिङमा तपाईले बनाएको नोट चाहिँ त्यतिखेर पढ्न मन लाग्दैन भन्न खोजेको त्यो बेसिक कुराहरु लेखेर तपाईले सुरुमा नोट बनाउनु भएको हुन्छ र रिपिटेडली तपाईले अध्ययन गर्दै जाँदाखेरि ती सुरुमा बनाएका नोटहरु अर्थात चाहिँ अध्ययन सामग्रीहरु तपाईलाई चाहिँ इजी लाग्न थाल्छ र तपाईलाई थप नोटको आवश्यकता जरुरत पर्न सक्छ र सुरुवाती चरणमा नोट बनाउनु भयो भने तपाईको नोट धेरै लामो लेन्थी हुन्छ तर अन्तिम चरणमा नोट बनाउँदै जानुहुन्छ भने तपाईले शब्द सिलेक्सन गर्नुहुन्छ र लामो रूपमा अध्ययन गरेको सामग्रीलाई सर्टकट रूपमा अध्ययन गरेर छोटो रूपमा तपाईले चाहिँ प्रस्तुत गर्नुपर्ने हुन्छ र त्यो नोट चाहिँ सान्दर्भिक रूपमा चाहिँ प्रस्तुत हुन्छ अहिले तपाईले सुरुवात चरण 10 पेजमा बनाएको नोट अन्तिम फाइनलाइज तपाईले नाम निकाल्नु जस्ट अघि 1 पेजको बन्छ त्यो भनेको पढाइमा निखारता आउँदै जान्छ अर्थात चाहिँ सजिला कुरा इलिमिनेसन हुँदै जान्छ र स्मरण योग्य र इम्पोर्टेन्ट कुराहरु अर्थात चाहिँ कोर कन्टेन्टमा तपाईले क्याच गरेर त्यसलाई चाहिँ नोट चाहिँ बनाउन सक्नुहुन्छ र यो नोटको सन्दर्भमा सुरुवाती बनाएको नोट र अन्तिम बनाएको नोट चाहिँ तपाईलाई एउटै चाहिँ हुँदैन र सुरुवाती बनाएको नोट पढिरहनु भएको छ भने पढाइ चाहिँ पुग्दैन सुरुवाती बनाएको नोट सुरुको नोट हेर्नुस् त सुरुमा नोट बनाउनुहुन्छ यो नोट चाहिँ पहिले एकवटा टपिक चाहिँ 10 पेजको हुन्छ भनेदेखि तपाईले फाइनल अब नाम निकाल्दाखेरि अब 1-2 वर्ष तयारी गर्नुभयो भने यो फाइनल नोटको पेजको अर्थात चाहिँ फाइनल नोट बन्नुपर्छ तपाईको 1 पेज योबाट मेन चिजता कुरा अर्थात चाहिँ मेन कोर्स अफ स्टडी अर्थात चाहिँ मेन थीमको टपिकको कुराहरु तपाईले चाहिँ त्यसरी क्याच गरेर अन्तिममा चाहिँ एउटा फाइनलाइज गर्नुहुन्छ त्यसरी तपाईले पढाइमा निखार्दा आउँदै जान्छ त्यही भएको कारणले अब यो किताबको कुराहरु चाहिँ समय सान्दर्भिक भएर एकैचोटी धेरै किताब नपढ्ने एउटा किताब सुरुमा मूल गाइडलाइन्सको रूपमा चाहिँ पाठ्यक्रम समेटिएको राम्रो टेक्स्ट बुक चाहिँ किन्ने र टेक्स्ट बुक किनिसकेपछि एक लट अर्थात त्यो विषयवस्तु अध्ययन गरिसकेपछि मात्रै एक्स्ट्रा रेफरेन्स अर्थात अरु राइटरका बुकहरु लिने र अरु राइटर बुक पनि के गर्ने भने त्यो विषयवस्तुसँग इन्टरलिङ्केज गरेर पढ्ने कम्पेयर गरेर पढ्ने र एउटा बुकमा भएको थप कुरा के छ नयाँ कुरा त्यो नयाँ कुरालाई मात्रै क्याच गरेर त्यही नोटमा बनाउने अर्थात चाहिँ पुरानो पढिरहेको बुकमा चाहिँ तपाईले नोटिस गर्दाखेरि चाहिँ त्यो पढाइ चाहिँ निखार्ता आउँदै जान्छ एकैचोटी धेरै बुक खेर्ने भन्दा पनि एउटा बुक चाहिँ तपाईले पढ्ने र अन्य बुक पढिसके त्यसमा रेफरेन्स अर्थात एक्स्ट्रा कुरा के छ त्यो कुराहरु थप्दै जाँदाखेरि पढाइको अर्थात चाहिँ तपाईले दायरा के हुँदै जान्छ विस्तृत अर्थात चाहिँ बढी हुँदै जान्छ भनेर यसलाई चाहिँ सिफारिस के नोटको सन्दर्भमा है र त्यसपछि यो नोट भइसकेपछि अब एउटा नोट भयो नोट भइसकेपछि अब तपाईले चाहिँ थर्ड लेभलको पढाइ अर्थात चाहिँ पहिलो लेभलको पाठ्यक्रम बुझ्ने समसामयिक विषयहरु अध्ययन गर्ने दोस्रो लेभलको भनेको टेक्स्ट बुक अध्ययन गरेर टेक्स्ट बुकमा विषय वस्तु चाहिँ अध्ययन गर्ने र एक्स्ट्रा करिकुलमहरु अर्थात एक्स्ट्रा कुराहरु समावेश गर्ने